नमस्ते चाजालो। यहाँ आज चाहिँ मेरो घरमा आदरणीय दिदीहरूको आगमन भएको छ। यो मेरो माइली दिदी माइता गुरुङ, यता साइली दिदी चिउनी गुरुङ। यहाँ चाहिँ सबभन्दा ठुली दिदी आमा भने नि भयो अनिश्री गुरुङ। यता मेरो प्यारो मेरो आदरणीय भेना एमजे गुरुङ मैजाङ, उहाँ पनि यता मेरो बाबुको स्वास्थ्य लाभको कामना गर्दै यहाँ चितवनमा भेट्न आउनु भएको छ। मेरो छोरा अस्ति 15-20 दिन अगाडि मात्रै पोखरा जाने क्रममा गाडीमा एक्सिडेन्ट भएको थियो र अहिले चाहिँ सकुशल छ। यता अर्को बहिनी सिल्कुमारी खाजा खाँदैछ, पुरी बनाएको सेलाइसकेछ। यता चाहिँ घरको मालिक नि हो। नमस्कार सबैजनालाई, सब्स्क्राइब गरिदिनु होला युट्युब च्यानल। कुन च्यानल रे? युट्युब च्यानल लिल गुरुङको युट्युब च्यानल। मेरो लागि मेरो बुढीले नै अनुरोध गर्नु भएको छ, लिल गुरुङ युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु मैले पनि। र अझ चाहिँ यहाँ अर्को एउटा हिरो आयो मेरो भान्जा। नमस्ते बाबु प्रिन्स गुरुङ। आज चाहिँ मेरो घरबाट मेरो आदरणीय दिदीहरूले यहाँ चितवनमा मेरो घरमा भेटघाट गर्न आउनु भएको छ। उहाँहरूको तर्फबाट प्रशस्त मात्रामा कसले ल्याइदिएको छ। यो चाहिँ अर्ग्यानिक प्याज हाम्रै भुजुङमा, त्यस्तो पहाडमा पनि यस्तो राम्रो प्याज फल्दो रहेछ। यो चाहिँ मकैको पिठो अर्ग्यानिक भुजुङमा फलेको। यो के को हो? यो चाहिँ गाउँको पिठो। अचार ए सिल्टिमुर हो। पेट दुख्दाखेरि पेटको औषधि, आचुक औषधि। यो चाहिँ पुरा अर्ग्यानिक भुजुङको घिउ। यो काँक्रो। यो चाहिँ के हो? यो चाहिँ भुजुङ गाउँको अर्ग्यानिक कोदोबाट बनेको टक्सी। यो चाहिँ तितेगोल भेडा हो। यो अर्ग्यानिक। यो चाहिँ मै ल्याउनु भएको छ। यो पुरै दिदीहरूको तर्फबाट अर्ग्यानिक कोदोको रक्सी। यो कुन साग हो? यो बडमाले साग रे। यो चाहिँ अर्ग्यानिक यो चाहिँ मेरो आदरणीय दिदीहरूलाई आज यो चाहिँ करेन्ट चाउचाउ बनाउने स्वादिष्ट खाजा बनाउने मान्छे यता एकजना। के एसिस्टेन्ट हो कि यता बनाउने करेन्ट चाउचाउ बनाउने चाहिँ हाम्रो बुनामा। यो चाहिँ दिउँसोको खाजा। अब एकछिनपछि पाहुनाहरूलाई फेरि म चाहिँ तयारीमा छु। मेरो आदरणीय ओल्ड मङ्क। कान्छी दिदी चाहिँ अस्ति नै पोखरामै भेटेर जानुभयो, त्यही भएर आज चाहिँ बस्नु भएको छ। गर्मीले गर्दा हैरान छ चितवनमा गर्मी।